हेलो गाइस, फेरि पनि स्वागत छ मेरो न्यू बियोलोजी ब्लगमा। यो बजेर कन्टेन्ट होला। म पनि एकदम ठिकठाक छु। गुड मर्निङ। अनि के छ नयाँ ताजा खबर मेरो सब्सक्राइबरहरूको भानी के भन्छ अरे भर्खर उठेर हिँडे जस्तो बाबा ल्याएर मुख्य काम गरेर भर्खर थियो। आज धेरै छिटो काम भइरहेको थियो हो। भर्खर उठे जस्तो बाबालाई मेरो फेस चाहिँ, तर फेसमा नजानु है, मेरो ब्याकग्राउन्डमा जानु होइन। मान्छेहरू लुट्नलाई यार अजिब गर्छन् यार होइन। यहाँ चाहिँ के भन्छ अरे मान्छेले होइन भिख मागेर पनि पेट पालेकी छन् है। कसैले ओए मलाई गोरुले हान्लाई पीछे देखो पीछे यहाँ त्यो हरेन यस्ता तिनी ट्रक हरेन लाउँछन् यार बाइकमा यार। जनता माफ नहीं करेगी। कसैलाई अब मागेर पुगेछ, कसैलाई रात दिन मिहिनेत गरेर नि पुगेको छैन। यो मान्छेको भरम रहेछ सन्तुष्टि, आफ्नो मनलाई सन्तुष्टि हुनु पर्दो रहेछ है। त्यही हो सबैभन्दा ठुलो कुरो यार। कसैलाई यार घर बसेर खाएर पुगेछ, रात दिन गाँड फाटी काम गरेर मलाई पुगेको छैन गाइस। रात दिन गाँड फाटी काम गरेर मलाई पुगेको छैन गाइस। गाइस म चाहिँ यहाँ पानी ल्याउन आएको होइन। त्यहाँ पछाडि यहाँ पानी ल्याउन आएको। पानी आएर हुन्छ यहाँ चाहिँ एउटा छ कि बिजुली घर भन्ने होइन, बिजुली कार्यालय। त्यहाँ गएर पानी थाप्नु पर्ने हुन्छ। पानी खानलाई यहाँ फेरि पानीको अभाव छ। हाम्रो घरको ट्याङ्की चाहिँ खराब। घर के भन्ने यार, किरायमा बसेको रुममा चाहिँ अलिक ट्याङ्की खराब छ। पानी पिउनु अलिक चिकचाट लाग्छ। यहाँ चाहिँ बिजुली घर केटा यत्रो यस्तो छ होइन, यस्तो छ होइन। यहाँ मान्छे बिजुली घर टक्क छ होइन। यहाँ चाहिँ पानी छ यार, त्यही पनि फोहोर छ हेर यत्नाको नलका। त्यहाँदेखि भर्न पर्ने हुन्छ गाइज। म भरिदिन्छु है। 2 दिन भयो होइन गाइज, त्यहाँ नलकामा पानी आएको थिएन। अनि टक्क यता भरिदिन आएको 2 दिन भयो यार। तर भित्र चाहिँ साफ छ यार केटा, पानी एकदम साफ छ, फिल्टरवाला हो। त्यो मन लगाएको भन्न नमिल्ने, अब तो सच बोल दे भोसड़ी के। अगाडि छ न पानी सानी टक्क भरिदियो। अब जानु पर्ने हुन्छ रुममा। यी केटाको पानी यार आँसुको जल रोक्सी भए आरामले उठाएर लैदियो यार। पानी भएर होला गुरुङ्गो लाग्छ यार। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। त्यही त भने के रोक्सी हुँदैन मा एउटै हातले उचालेर खुर्र दुगुर दिन्थ्यो। रोक्सी हुँदैन मा एउटै हातले उचालेर खुर्र दुगुर दिन्थ्यो। त्यसै त हो। जस्तै मान्छेले अचलले 15 किलोको सिलिन्डर उचाल्न उनको गाँड फाट्छ होइन। एउटी केटी काँदा पुगेर चाहिएकै कुन्टल होस् कस्तो आराम लिन्छन् केटाहरूको जात। यति हो नि ब्लग। अर्कोचोटिलाई म त्योभन्दा राम्रो कन्टेन्ट अनि भ्लग ल्याउने कोसिस गर्छु। त्यतिको लागि बाइ गाइस।